Pity Osha Isles, you really want the form. How we use the form or the form. The form फेरि मैले गलत भने है. So the elephant हुन्छ, the form हुन्न है. So how do we use the? अब इक्जाम्पलको लागि country र continents मा we say the USA or the Bahamas. Okay, अर्को एउटा example लिउँ lunch and dinner को लागि. For example, wouldn't like the dinner. अर्को तपाईले directionsहरुमा पनि तपाईले भन्न सक्नुहुन्छ look at the north. Oceans, rivers हरुलाई पनि तपाईले भन्न सक्नुहुन्छ the Suez Canal, the Taj Mahal. Uncountable nounलाई पनि भन्न सक्नुहुन्छ I like the honey. I like the honey. अर्को तपाईले चाहिँ नि मान्छेहरुको थरलाई for example तपाईले the Smith, the Smiths अथवा the पौड्याल त्यो तपाईले भन्न सक्नुहुन्छ है. एउटा अर्को छ तपाईलाई चाहिँ नि स्पेसिफिक लाई तपाईले पोइन्ट आउट गर्दा पनि तपाईले युज गर्न सक्नुहुन्छ. फर एक्जाम्पल अब द पर्सन भन्नुभयो भने त्यो चाहिँ तपाईले स्पेसिफिक यो पर्सन भनेर चाहिँ भन्नुभयो है. अब द पर्सन अफ कलकत्ता यो भन्न सक्नुहुन्छ. द पर्सन अफ नेपाल भन्न सक्नुभयो. यो चाहिँ तपाईले चाहिँ एउटा स्पेसिफिक तपाईले गर्नुभयो नि त हैन. त्यो ठाउँको अथवा चाहिँ त्यो स्पेसिफिक भन्न चाहिँ गर्नु भने त्यहाँ पनि तपाईले युज गर्न चाहिँ पायो है. सो अरु के छ तपाई पनि रिसर्च गर्नु होला. अहिलेको लागि यति नै. सी यू एन्ड बाइ बाइ.